नमस्कार, शुभ बिहानी। कार्यक्रम शुभ बिहानीमा म गीताको हार्दिक स्वागत छ। कार्यक्रम शुभ बिहानीमा हामी आजको राशिफल लिएर उपस्थित भएका छौँ। आज मिति 2082 साल वैशाख 19 गते शुक्रबार, तदअनुसार 2025 मे 2 तारिक। आज सूर्योदय 5:24 मा भएको छ र सूर्यास्त 6:39 हुनेछ। आजको कार्यक्रम आदि गुरु शङ्कराचार्य जयन्ती र रामानुजाचार्य जयन्ती। आजको पञ्चाङ्ग वैशाख शुक्ल पक्ष पञ्चमी तिथि, दिउँसो 2:51 पछि षष्ठी, आन्द्रा नक्षत्र, चन्द्र राशि मिथुन। अब लागौँ आजको राशिफलतर्फ। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुने समय छ। चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ। व्यवसायमा मनयोगी धन लाभ हुनेछ भने पहिलेका लगानीले दिगो फाइदा दिलाउनेछ। मेहनतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनयोग्य धन लाभ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम सम्पादन हुनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन अर्थ अभाव खटिए पनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन् तर खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले अलि पछि बनिनेछ। पछिल्लो समयमा अलि केही वस्तु त्याग्नु पर्ला। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काम जग बनाउने मौका प्राप्त हुनेछ तर आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जा मार्फत धन जुट्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो व्यवसायबाट विशेष फाइदा लिन सकिनेछ। विशेष भेटघाटले थप उत्साह बढाउला। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हात पार्न सकिनेछ। आध्यात्मिक भाव जागृत हुनाले धर्म कर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले यात्रा अलिक कष्टपूर्ण हुनेछ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् तापनि समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ। खन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च लाग्नुपर्ने हुन सक्छ।
धनु राशि हुनेहरूका लागि आजको दिन छोटो समयमा मनोज्ञ फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनका साथै मनोज्ञ धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। शोक पुरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। मकर राशि हुनेहरूका लागि आजको दिन पहिलेको समस्याले केही उल्झन निम्त्याउन सक्छ। खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा अघि नसर्नुहोला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोस जाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। र अन्त्यमा रहेको छ मीन राशि हुनेहरूका लागि आजको दिन तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झिनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। मेहनतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नु पर्ला। फलित ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल। आजको राशिफलमा जे जस्तो पनि तापनि तपाईँ कर्म गर्नुहोस् र कर्ममा विश्वास गर्नुहोस्। आजको दिन शुभ होस्। नमस्कार। शुभ बिहानी।